आजको यस भिडियोमा हामी कार्यपालिकाको बारेमा बुझ्छौँ। कार्यपालिकालाई हामीले सरकार पनि भन्छौँ र यो सरकार कसरी गठन हुन्छ भन्ने आज हामी बुझ्छौँ। यसको गठन प्रक्रिया, यसले के काम गर्छ र राष्ट्रपतिको निर्वाचन र राष्ट्रपति हुन के गर्नुपर्छ भन्ने कुरा आज हामी बुझ्छौँ। सुरुमा हामी यसको गठन प्रक्रियाबाट लाग्नुपर्छ। सरकार बन्नको लागि जसले यो सरकार चलाउने हो, सरकार चाहिँ प्रधानमन्त्रीको नियुक्तिमा हुन्छ। प्रधानमन्त्री नियुक्त गरेपछि प्रधानमन्त्रीले आफ्नो मर्जीले कोलाई शिक्षा मन्त्री, कसैलाई अर्थमन्त्री, कसैलाई ऊर्जा मन्त्री त्यसरी बनाउँछन्। र प्रधानमन्त्री नियुक्त कसरी हुन्छ भने प्रतिनिधि सभाबाट। प्रतिनिधि सभामा टोटल सिट मैले पहिलाको एपिसोडमा पनि भनिसकेँ। प्रतिनिधि सभामा टोटल सिट हुन्छ 275। 275 सिटमा बहुमत ल्याउनुपर्छ। बहुमत भन्नाले 275 मा कमसेकम 138, कुनै पनि निश्चित पार्टीले 138 सिट ल्यायो भने त्यसकै संसदीय दलको नेता प्रधानमन्त्री हुन्छ। यदि ल्याउन सकेन भने दोस्रो उपाय पनि छ, त्यो हो गठबन्धन। दुईटा पार्टी मिल्छन् र बहुमत लिएर आउँछन्, अनि बहुमत लिएर आएपछि त्यो सरकार बन्छ। यदि त्यो पनि बन्न सकेन भने अर्को हुन्छ, जसले त्यो सदनमा धेरै मत ल्याउँछ त्यसले नै प्रधानमन्त्री पाउँछ। तर त्यसको लागि चाहिँ त्यसले विश्वासको मत लिनुपर्छ, अनि त्यो गठबन्धन गरेको प्रधानमन्त्रीले पनि विश्वासको मत लिनुपर्छ। अनि अन्तिममा छ, यदि त्यो पनि भएन भने चाहिँ राष्ट्रपतिको सिफारिसमा जसले चाहिँ ल मैले विश्वासको मत जुटाउन सक्छु भन्छ त्यसलाई नै प्रधानमन्त्री बनाइन्छ। यदि त्यो पनि सकिएन भने राष्ट्रपतिले 6 महिनाभित्रमा फेरि एउटा चुनाव गराउन भन्छन्। अब हामी यसको कार्यमा बुझ्छौँ है। अब यसको कार्य चाहिँ यी 4वटा हो: प्रशासनिक कार्य, वित्तीय कार्य, कूटनीतिक कार्य र सुरक्षा कार्य। प्रशासनिक कार्य भनेको यसले दैनिक चाहिँ प्रशासन सञ्चालन गर्छ। प्रशासन सञ्चालन गरेर चाहिँ देशमा कसरी कुन बाटो कता बनाउने त्यस्तो उद्देश्य विकासको कामहरू चाहिँ यसमा हुन्छ। विकासको कुराहरू र विकासको काम गर्ने भनेर योजनाहरू चाहिँ यहाँ डिस्कसन हुन्छ र त्यो विकासको लागि पैसा चाहिन्छ। अनि वित्तीय भनेको चाहिँ जनताबाट कर उठाउने, अरू देशबाट लोन लिने त्यस्तो काम चाहिँ यो वित्तीय कार्य अन्तर्गत पर्छ है। अनि कूटनीतिक कार्य भनेको चाहिँ अरू देशलाई, जस्तै कतै बाढी आएर बङ्गलादेशतिर बाढी आएर अब हामीले यहाँबाट सहयोग गर्नुपर्छ नि त, त्यो सहयोग पनि यही कार्यपालिकाको अन्तर्गतै हुन्छ। यिनीहरूले भनेर मात्र सहयोग गरिन्छ। यिनीहरूले यो वित्तीयबाट निकालेर कूटनीतिक कार्य, आफ्नो कूटनीति अरू देशसित सम्बन्ध बलियो बनाउन पनि कूटनीतिक कार्य युज गर्छ। अनि अर्को सुरक्षा। देशमा आर्थिक सङ्कट आयो, यहाँ मानौँ अस्ति नै पहिला कोरोना आएको थियो नि 2019 मा, त्यस्तै गरी त्यो हाम्रो लकडाउन लाग्यो थियो नि त, हो यो यसले भनेर मात्र लकडाउन लाग्यो। यसले सुरक्षा गर्ने कार्य देशमा विभिन्न तरिका सुरक्षाका कार्यहरू गर्छन् र नेपाली सेना सैनिकहरूलाई परिचालन पनि यसले नै गर्छ। अब हामी चाहिँ राष्ट्रपतिको निर्वाचन, राष्ट्रपति चाहिँ कसरी छनौट हुन्छ भन्ने कुरा बुझ्छौँ। हामीले छानेका मान्छेहरू जस्तै गाउँपालिकाको प्रमुख, नगरपालिकाको प्रमुख, प्रदेश सभाका विभिन्न मान्छेहरू र संसदमा रहेका मान्छेहरूले चाहिँ भोट गर्छन्, निर्वाचन गर्छन्, छुट्टै निर्वाचन हुन्छ र यिनीहरूको जस्तै यिनीहरूको मतभार चाहिँ छुट्टै हुन्छ। यिनीहरूको मतभार छुट्टै हुन्छ र यिनीहरूले भोट गर्छन्। अनि भोट गरेपछि जसले चाहिँ त्यसमा 50% भन्दा धेरै लिएर आउँछ, 50% भन्दा बढी भोट जसले लिएर आउन सक्छ त्यही राष्ट्रपतिमा नियुक्त हुन्छ। यदि त्यो भएन भने चाहिँ जसको हाइएस्ट हुन्छ र सेकेन्ड हाइएस्ट हुन्छ नि, तिनीहरूको फेरि एउटा निर्वाचन हुन्छ र त्यसमा जसले 50% लिएर आउँछ त्यही राष्ट्रपति हुन्छ। यदि यो पनि हुन सकेन भने यो दुईटा मध्ये कसैले न कसैले त धेरै ल्याउला, हो त्यो नै राष्ट्रपतिमा नियुक्त हुन्छ। अब चाहिँ हामी राष्ट्रपति बन्न चाहिँ के खुबी हुनुपर्छ भन्ने कुरा बुझ्छौँ है त। राष्ट्रपति हुन सुरुमा त नेपाली नागरिक हुनैपर्छ है। नेपाली नागरिक भइसकेपछि चाहिँ संसदको सदस्य हुनुपर्छ, व्यवस्थापिकाको सदस्य हुनैपर्छ, प्रतिनिधि सभाको। अनि प्रतिनिधि सभाको सदस्य भएपछि 45 वर्ष क्रस भएकै हुनुपर्छ। 45 वर्ष भइसकेपछि कुनै पनि क्रिमिनल रेकर्ड भएको हुनु हुँदैन, कुनै पनि कानुनले अयोग्य ठहराएको हुनु हुँदैन। र दुईचोटि राष्ट्रपति बनेपछि, कुनै मान्छे दुईचोटि राष्ट्रपति बन्यो नि, त्यसपछि त्यो तेस्रोपल्ट
राष्ट्रपति बन्न पाउँदैन। उदाहरणको लागि विद्यादेवी भण्डारी 2 चोटि राष्ट्रपति बन्नुभएको थियो। उनी तेस्रोचोटि लड्न पाउनु भएन, किनभने नेपालको संविधानले चाहिँ 2 चोटिभन्दा बढी राष्ट्रपति बनाउन पाइन्न भन्ने लेखेको छ। त्यसैले